रुम हेर्नु गइछ गाइस गाइस यो चाहिँ हाम्रो अर्को सप हामीले डेलिभरी गर्दै अब हामी चाहिँ घरतिर जाँदैछौँ This is our Ricardo brother, it's a big brother for our company. It's me here. Hello guys, welcome back my another vlog. So we are moving now. हाम्रो अल्बुफेरा भन्ने ठाउँमा हामी दुईटा सपमा सुसी डेलिभरी गर्छौँ होइन एउटा सप सकियो साथीहरू अब अर्को सपमा जाँदैछौँ त्यो चाहिँ हाम्रो मरिना नजिकै पर्छ साथीहरू ल अल्बुफेराको मरिना चाहिँ कस्तो रहेछ ल हेरौँ है त आज हामीसँगै सबैजना भएर बसी तपाईँहरूले यस्तो राम्रो ठाउँ देख्नु पाउनु भनेको पोर्चुगलको अल्बुफेराको मरिना भन्ने ठाउँ है त ल साथीहरू आउँदैछ बिस्तारै Ricardo, you like to explain something else more? Okay, you can go. Yes, it's too much. This is good. You know that. It's amazing. Yes. Look at the place. Yes, it's beautiful. Beautiful place. It's beautiful Algarve, yes, Ricardo? Yes. I love this. And do you know something more about the Albufeira? Can you explain me? Yes, I'm looking Yes. at Albufeira. Yes. It is a place. It is a mini place. Yeah. And inside is Algarve. Yes. Algarve is an amazing place. Yes. Too much people living in here. Yes. But now it's vacation in the summer. It's too much people. It's drugs. it's Amazing, drinks, yes. it's too Oh much. my God, Yeah, Ricardo. of course. Really? Yes, the Okay. people enjoy life in here. Yes. So guys, सबैले सुनिसक्नुभयो तपाईहरुले हैन अल्गार्भ कस्तो छ भनेर अब एकदम एक्साइटेड भएर सबैजना पोर्चुगल हुने जति सबैजना प्लिज भिजिट द अल्गार्भ अल्बुफेरा है मैले अघि भनिसके हामी चाहिँ अब मरिनाको नजिकै आइसक्यौँ साथीहरु जस्ट वेट अ मिनेट है त ल फेरि पनि वेलकम ब्याक हैन अब चाहिँ हामी मरिनाकै छेउमै आइसक्यौँ ल साथीहरु कस्तो राम्रो छ अल्बुफेरा Look at this view.
guys. Let's see. It's a little bit far from here, but it's really so beautiful. There is the boat. You can see whole. There is our vlogger Jasma Lingdale. She's going to Lingden. Okay, है मैले मिस्टेक गरेँ. ल गाइस मरियान त्यहाँ माथिबाट मरिनाको त टपको होटलमा बसेर साथीहरू टक्क बाहिर कुर्चीमा बसेर हेर्ने होइन त मरिना यसरी यतापट्टि अनि कस्तो दामी जग्गा हेर्नुहोस्. यस्तो दामी छुट्टै ठाउँमा एकदम रिल्याक्स पिस क्वाइट होइन यस्तो ब्युटिफुल. वाउ, यहाँ माथि पनि त्यस्तै कलरफुल घरहरू बन्दैछ साथीहरू. अब यो पुरै बनिसकेपछि यहाँको भ्युज दामी हुनेछ. हाम्रो ब्रदरले हामीलाई त्यहाँ कुरिरहनु भयो लेट्स गो भन्दै होइन. यहाँ चाहिँ हाम्रो भ्लगर जसमा अनि यो भिडियो गर्ने मान्छेलाई पनि देखाउँछु है त. ल के भन्ने केही एक दुई शब्द यति राम्रो ठाउँमा उभिएर. ल गाइस हामी चाहिँ गयौँ फेरि. अब चाहिँ हामी भ्लगरको घर भिजिट गर्न जाँदैछौँ. भ्लगर चाहिँ अब एक ठाउँबाट अर्को ठाउँमा चाहिँ बसाइ चढे हुनेछ है. घर सर्न आँटेको म यता छु. मेरो जनताहरू आइरहेको छ. जनताहरू आइरहेको हाम्रो जसमा लिङ्गेनको पुरै ब्याग यति धेरै छ कि यति धेरै हामी 4-5 जना मान्छे गाइस हामी चाहिँ ल घरसरी भइरहेछ गाइस. मेरो चाहिँ ल गाइस यो चाहिँ मेरो पुरानो घर थियो. अब म चाहिँ नयाँ घरतिर जाँदैछु. 2 दिनको लागि त्यहाँ बस्छु किनभने उता कन्फर्म त भइसक्यो. जान लागि रेडी छ.
अब हामी चाहिँ ब्रेक टाइममा हामीहरू रुम पनि सरिसक्यौँ अनि फेरि ड्युटी जाँदै हो। बाटोमा चाहिँ यस्तो राम्रो राम्रो फ्लावर के वाउ। अनि हाम्रो अब यो आज र भोलि चाहिँ लास्ट दिन हो अल्बुफेराको बस है। म चाहिँ ज्याकेटमा छु, भरे चाहिँ आउँदाखेरि जाडो हुन्छ नि त। हामी चाहिँ अब ब्रेक टाइममा मेरो घर चेन्ज गर्नु थियो, 2 दिनको लागि बहिनीहरूकोमा सिफ्ट भएको। त्यसपछि म जाँदैछु अल्जिजो। अनि गाइस म तपाईँहरूलाई पनि अल्जिजो राम्रोसँग घुमाउँछु। अब यो आलुफेरा लास्ट आलुफेराको भ्युज आलुफेराको यो बदरीलाई चाहिँ माया मिस गर्छु मैले। सबै सँगै काम गरेँ कति महिना? हामी 4-5 महिना 5-6 महिना 5 महिना काम गऱ्यौँ। अर्को बहिनी पनि छ, अर्को बहिनीको चाहिँ अब डाइरेक्ट ड्युटी गरेर ऊ चाहिँ घरमै बसी। अब हामी छुट्टिँदैछौँ 3जना आफ्नो आफ्नो गन्तव्यमा। अनि ऊ चाहिँ खास गरेर उसको पर्सनालिटी भनेको चाहिँ सुसी पनि बनाउँछ, वक पनि बनाउँछु। वक नुडल्स के वक भन्दाखेरि बुझ्दैन नि त कतिले होइन, नुडल्स बनाउँछ अनि बबल टीहरू पनि बनाउँछ। हामी त्यो टाइम मिलेर समयले साथ दियो भने हामी हजुरहरूलाई वकको रेसिपी पनि देखाउँदैछौँ सुसीको भिडियो त भनेर। अनि त्यसपछि बबल टीको पनि तर वेट गर्नु होला। वेटिङ इज ओभर हुनेछ एक दिन चाहिँ। अनि मेबी उसले पनि बनाउँछ होला भिडियोहरू होइन। मैले कति इन्सपायर गरिरहेको छु, मैले पनि भिडियो बनाएर बनाऊ ब्लगहरू यस्तो यस्तो भन्छ क्या। ऊ चाहिँ मल्टी ट्यालेन्ट हो क्या हाम्रो कम्पनीको लेडिजमा। तर ऊ चाहिँ लुकेको छ क्या, उसले देखाउँदैन। म पनि मल्टी ट्यालेन्टै हो मान्छे चाहिँ, तर उसले चाहिँ नदेखाउने क्या। हाम्रो कम्पनीमा उसले बबल टी पनि बनाउँछ, वक पनि बनाउँछ, सुसी पनि बनाउँछ। सुसीको कस्तो रोल चाहिन्छ? ओहो निगिरी गुनगान माछा कटिङ सबै के हुन्छ नि गाइजनी मात्र टेस्ट गरेर मात्र बस्ने पर्फेक्ट भनेपछि मेरो डिसहरू पुरै पुरै वर्ल्ड फेमस हुने दिन चाहिँ क्या एकदम मल्टी ट्यालेन्ट हो। अनि गाइजमा तपाईँहरूलाई म तपाईँहरूलाई कानमा सिरिन चाहन्छु तर अनि अहिले हामी चाहिँ अब आलुफेरामा छौँ। अब हाम्रो चाहिँ 2 दिनको बसाइ मात्र रहनेछ यहाँ। त्यसपछि हामी दिदी चाहिँ अजेजु अनि म चाहिँ आल्बोर। अहिले हामी काममा जाँदैछौँ, ब्रेक टाइम सिद्धियो। काम चाहिँ देखाएको छैन यो भिडियोमा होइन। आज चाहिँ कामबाट डेलिभरी हुने काम, यताउति कता कता डेलिभरी हुन्छ के गर्छौँ त्यो मात्रै देखाएको। लगाइज हाम्रो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला है त। फेरि अर्को भ्लगमा भेटौँला। बाई बाई खोइ बाई ए बाबा गाइस भिडियो हेरेर लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। फेरि अर्को भिडियोमा भेटौँला है।